हेलो साथीहरू, वेलकम टु माई युट्युब च्यानल लियोनी पुनमगर। आज चाहिँ हामी झाडु गर्नको लागि बारीमा आएको छौँ। थोरै झलकहरू देखाउँछु, हेर्नुहोला। अनि साथीहरू, म चाहिँ बारीमा आइपुगेँ अनि यहाँ चाहिँ दिदी र नानी अनि कान्छीहरू झाडु खाल्दैछन्। त्यहाँ झार चाहिँ एकदम छ हाम्रो बारीमा सिमीको लागि। सिमी, मुला, कोही ठाउँमा साग पनि छ। अनि यो मेरो पन्जा। अनि म चाहिँ जाँदैछु उखाल्नको लागि साथीहरू। अनि कुखुरा पनि छ। अनि म चाहिँ हिँड्दैछु। अनि उनीहरू चाहिँ उखालिसक्यो। अब ढिलो भयो। यस्तो छ हाम्रो बारीको झार, एकदम आएको छ। अनि त्यही भएर यहाँ उखाल्दैछन् मुला। अनि यस्तो छ साइली, कान्छी अनि दिदी, नानी झाडु खाल्दैछन्। म चाहिँ अब पन्जा लगाउँदैछु साथीहरू। अनि त्यसपछि म पनि उखाल्छु झार। मुला पनि छ। अनि नानी चाहिँ यहाँ फोटो खिच्दैछ झारको, टिकटक बनाएको छ फोटो। हेलो साथीहरू, आज चाहिँ हामी झार उखाल्न आएको बारीमा सिमीको लागि। सिमी उहाँ चाहिँ झारको लागि फोटो खिच्दै हुनुहुन्छ। नानी सम्झनाको लागि गरे, खोइ के को लागि हो। छेउमा हुनुहुन्छ दिदी अनि नानी, कान्छी अनि साइली। यहाँ कुखुरा, उता बाबा अहिले एकछिनपछि खाली गर्नुहुन्छ। यो घरको घरमुली उहाँ हुनुहुन्छ, झार बोक्दै हुनुहुन्छ। तर हामी चाहिँ बुहारी हो, मैले बुहारी, उहाँ चाहिँ साइली, कान्छी अनि जेठी चाहिँ उता के गर्दै हुनुहुन्छ। खासै सेतो होइन, उसले हिमनामा पट्टि चल्यो। पहिला उठ्यो। हामी चाहिँ यति उखालेर सक्यो। बाबाले जिता हिँडेमा लागेकै यिनीहरू दाम छु अरे नागो कुरै खास मुजाले घुर्रमा दिएन। होटल डिजल कै नाग सङ्कटे पाछु आलु र अन्डरबाट लाग्यो नाग हौ। कान्छी पो क्यामेरा सिजर लिएर मादात क्या
तर छ्या नहीं उठने में नहीं उठने इधर माछेर लगे नानी झाडु खाँदैछन् अनि उता कुखुरा हिँड्दैछन् साथीहरू कान्छी अनि सैँडे मेरो माया दिदी अघि भर्खरै आउनुभयो माया दिदी चाहिँ झाडु खाँदै हुनुहुन्छ एकदम चसेमीमा झार साथीहरू यहाँ परको चाहिँ हाम्रो तोरी हो पहिला बाबा के भन्नुहोस् नानी भिडियो जानु मन घाम लागिरहेको छ गाइस लिबै चबेन जलमा जल चबेन याले त चबेन जबेन तोरी यो नि 45 रुपैयाँ सोट्या न 45 रुपैयाँ मा 60 रुपैयाँ पर्ला आधा दिएर त या आधा प्लेट ज्यान एक प्लेट मात्र हेलो भेना आइला कसनी कापले भन्ने ना के हेल देम न दिदी भेना 80 रुपैयाँ भेना भैसले रागो खोजी छ जाउडी बाल प्रायले रागो खोज्यो भने भेनातिर अलि रागोतिर जाने जाली सिया दिदी यस्तो लाग्छ घर हुने राइन छ यो जिन्दगानीको लाउ माया लाउनीले नालाउ माया छोडेर जानीले डाक्टर लिङ्गी न दिलजान देख मानु पो उसमा मोबाइल पछाडी यो जान्ने जब म डाँडा काटेपछि हालम लाने कस्तो डाँडा केको डाँडा कहाँको डाँडा दिन्छ त्यहाँ छुट्टै कालो मनोरञ्जन जात भन्नु नाको घोसे घोसे क्यामेरा छोडाइदिएको नाको यहाँ बसेको ले यहाँ बसेको म्याटमा झार्दै ढेमैले झार्दैनले चाहिँ काफक्राममा नि मेला नाख्छ नि त साथीहरू हामीले चाहिँ अघि नैबाट झाडु खालेर यति गरिसक्यौँ यति झाडु खालेर सकिसक्यौँ अब चाहिँ बाँकी छ थोरै अनि म चाहिँ यहाँ बस्दैछु अब चाहिँ हामी नास्ता खान लागेको चाउमिन साथीहरू अब हामी नास्ता खाने टाइम भइसक्यो
पानी डेड हो खानाका लागि kan mo yak dito majal tel पेले तो यहाँ तो ढिगाल सुल्लक मारन मला बजु रुको रुको मेरा जो ना दादी फोटो हो का बजाले ina जो खै सस न टुरले छै कस्तो भन्दै दे सस मैले हाल्को हो र अन्तर सकाने गरेर हो र नास्ता खाएर सकियो अबदेखि अब फेरि झार निकाल्ने साथीहरू अब चाहिँ हामीले यति गरिसक्यो पहिलाको झार पहिला कस्तो थियो अहिले यस्तो भएछ अस्नी कुन मजा र चाहिँ हामी नास्ता खाएर बसेको साथीहरू अब चाहिँ हामीले यति गरिसक्यौँ अब अनि त्यसपछि हामी नास्ता खाएर बसेको अब इसकिरो लुम्मै हो है नि बाबु बाबु ठुलो मेल दिनेर दे चाउमिन यस्तोको बुढाले चाउमिन लो यस्तोको ल मेने ल हेर माजे म यन्थे ह कति खानुभयो हजुरले चाउमिन एक प्लेट र एउटा फुर्ती न त्यति धेरै म त एक हाफ पनि टुर्न सक्दैन त्यो त भन्ने मात्र हो खाना त एक प्लेटले पनि पुग्दैन कान्छीले कति खायो मैले 2 प्लेट हाफको हाफ हो के कान्छीले मन्दिरले त्यस्तो कान्छीले त खान्न धेरै 20 रुपैयाँ खाएको हाफको हाफ हो के 20 रुपैयाँको पनि टुर्न सक्दैन त्यसले सोध्नु नि त्यसले हो त्यो 80 का बनाए बान्जिल त 10 रुपैयाँको होला हैन त्यो के भएको रे यस्तो साइलीले कति खानुभयो हजुरले हजुरले ए सरी कति खायो साथीहरू आजको भ्लग यति नै मेरो सानो भिडियो सेकेन्ड भ्लग जस्तो भए पनि हेरिदिनु होला थ्याङ्क यू फर वाचिङ बाई बाई साथीहरू दिदी फेरि